सर्वप्रथम हजुरहरूलाई नमस्कार। साँच्चै नै हजुरहरूको अगाडि म आज पनि फेरि केही कुराहरू लिएर आइराखेको छु। त्यो हो आउँदो सन्डे फादर्स डे भएको कारणले गर्दाखेरि हजुरहरूलाई म केही कुराहरू बाउको बारेमा केही कुराहरू भन्न लागिराखेको छु। अनि साँच्चै नै बाउ चाहिँ एउटा हाम्रो घरको शिर हुनुहुन्छ है। एउटा शिर, आज शिर खडा छ भने आज त्यो परिवार साँच्चै नै सबै नै एउटा खडा भएर हिँड्ने, आज स्ट्यान्ड भएर हिँड्ने परिवार हुन्छ है। अनि बाउ, आज साँच्चै नै बाउ चाहिँ हाम्रो एउटा घरको पिलर पनि हो है। एउटा मेये नै भनौँ, एउटा मेये बिनाको दाइँ कस्तो हुन्छ है। अनि बाउ छैन भने त्यस्तै हुन्छ। अनि हजुरहरूलाई भन्न चाहन्छु म, अनि बाउ चाहिँ एउटा हाम्रो परिवारको शिर, हेड अफ द फ्यामिली हामी भन्छौँ बाउलाई है। बाउ लाटा होस्, लङ्गडा होस्, जस्तो सुकै होस्, तर बाउ है, एउटा बाउ भएको घर कस्तो एउटा शिर खडा भएको घर जस्तो हुन्छ। अनि बाउ नभएको घरलाई है, आफ्नो छोराछोरीहरूलाई अर्काले हेप्ने है, अर्काले दुष्ट नजरले हेर्ने, आज यी कुराहरू हुन जान्छ। अनि बाउ है, बाउहरूलाई तपाईँहरूले कसरी आज खुसी पार्न पर्ने भन्ने कुराहरू म तपाईँहरूलाई 5वटा टिप्स लिएर आइराखेकी छु। नम्बर 1मा छ से थ्याङ्क यू है। तपाईँको बाउलाई तपाईँले जहिले पनि तपाईँ धन्यवादी हुनुपर्छ है। तपाईँको बाउले तपाईँलाई घाँस बाँस र कपासहरू जुटाउनु भएको छ है। तपाईँ सानो हुँदाखेरि झन् कति साँच्ची नै कति दुःख गर्नुभयो होला, कति कष्ट गर्नुभयो होला तपाईँको बाउले है। ती कुराहरू चाहिँ तपाईँको बाउ मात्रै नभएर तपाईँको आमा पनि त्यसमा सामेल हुन्छ। अनि तपाईँको बाउ आमाले तपाईँलाई कति दुःख गरेर कष्ट गरेर तपाईँहरूलाई हुर्काउनु भयो होला। अनि तपाईँहरूलाई भन्न चाहन्छु म, तपाईँको बाउ आमालाई है तपाईँले एकदमै तपाईँ धन्यवादी हुनुहोस्। 2मा छ एक्नोलेज हिज एफर्ट है। उहाँहरूको एफर्ट तपाईँको प्रति है, तपाईँ अनि मेरो प्रति चाहिँ हाम्रो बाउहरूको एफर्ट चाहिँ कति थियो होला है। बिचरा कति साँच्ची नै खाली पेट बसेर पनि तपाईँहरूलाई खुवाउन भयो, अनि मलाई मेरो बाउले खुवाउन भयो होला है। कति आज अर्काको नराम्रो गालीहरू आज खान भयो होला आज हाम्रो निम्ति, अनि अर्काले कति साँच्ची नै नराम्रो कुराहरू गर्नुभयो होला आज तपाईँ अनि मेरो निम्ति है। कति उहाँले हार्डवर्क गर्नुभयो हाम्रो निम्ति, हामी त्यसको लागि हामी धन्यवादी भन्नेछौँ। 3मा छ है, म त तपाईँहरूलाई भन्न चाहन्छु, आफ्नो तपाईँको बाउलाई तपाईँले साँच्ची नै आजको दिनहरूमा धेरै आज हेलाचोरो भइरहेको छ है। आज बाउहरूलाई आज साँच्ची नै पाल्न नसकेर है, घरमा राख्न नसकेर आज बुढेसकालमा है, आज वृद्धावस्थामा बाउहरूलाई लगेर आश्रममा लगेर राखिरहेको छ। आज साँच्चै नै त्यो छोराछोरीहरूलाई के छोराछोरी भन्न पर्ने है। आज त्यो छोराछोरीलाई के छोराछोरी भन्नु है। आफ्नो बाउहरूलाई उहाँहरूले आश्रममा लगेर राखिराख्नु भएको छ है। साँच्ची नै हामीले त आज साँच्ची नै बाउहरूलाई कसरी केयरिङ गर्नुपर्ने, माया गर्नुपर्ने तपाईँको बाउहरूलाई। आज तपाईँको बाउलाई आमालाई पनि धेरै मायाको खाँचोहरू छ नि है। आज मेरा छोराछोरीले हो मलाई माया गर्छ होला भनेर सानोमा कति साँच्ची नै तपाईँलाई यति धेरै माया गर्नुभयो होला, अनि बुढेसकालमा गएर है बिचरा एक्लै बसिराख्नु भएको छ। आफ्नो छोराछोरीले छोडे आज विदेशतिर गए आफ्नो छोराछोरीहरू कामको लागि है। अनि आफ्नो आमालाई लगेका हुँदैनन्, अनि आफ्नो आमालाई चाहिँ लगेर बाउलाई लगेर चाहिँ अवस्था वृद्धाश्रममा लगेर राखिदिन्छन् है। आज साँच्चै नै यस्तो धेरै काण्डहरू भइरहेको छ। अनि म चाहिँ तपाईँहरूलाई इन्करेज गर्न चाहन्छु, आफ्नो बाउ आमा छँदै नै है, छँदा नै तपाईँहरूले चाहिँ आफ्नो बाउहरूलाई सत्कार दिनुहोस्, आफ्नो बाउ आमालाई तपाईँले आज रेस्पेक्ट गर्नुहोस् है। अनि मायाको कुराहरू आउँछ, अनि तपाईँले माया गर्नुहोस् न आफ्नो बाउ आमालाई। साँच्चै नै तपाईँ र मलाई सानो हुँदा कति माया गर्नुभयो है। त्यसरी नै बाउ आमा वृद्ध हुँदाखेरि हामीले धेरै माया गर्न पर्ने हुन्छ। अनि नम्बर 4मा छ है, स्पेन्ड क्वालिटी टाइम। तपाईँले अनि तपाईँको बाउ आमासँग धेरै टाइमहरू बिताउनुहोस् है। अनि तपाईँले साँच्ची नै भ्याउनु भएन, आफ्नो ड्युटीको सिलसिलामा तपाईँले भ्याउनु भएन भने पनि तपाईँले तपाईँको छुट्टीको समयहरू आउँछ है। छुट्टी त हुन्छ सबैजनाको, त्यो छुट्टीको समयमा आफ्नो बाउ आमासँग तपाईँले आफ्नो फ्यामिलीसँग है तपाईँले समयहरू स्पेन्ड गर्नुहोस्। बाउ आमालाई कति आज जरुरी भइरहेका हुन्छ कुराहरू, कति कुरा आफ्नो छोराछोरीलाई भन्न पर्ने कुराहरू हुन्छ है। यी कुराहरू साँच्ची नै हामीले आफ्नो बाउआमाको आज यी कुराहरू चाहिँ मान्नपर्छ, सुन्नपर्छ आफ्नो बाउआमाको कुराहरू है। अनि तपाईँ अनि म पनि भोलि त्यस्तै अवस्थामा पुग्छौँ। संसार गोलो छ, घुमेर फेरि त्यहीँ नै आइपुग्छ। हामीलाई फेरि आफ्नो छोराछोरी त्यस्तो गर्यो भने हामीलाई कति चित्त दुख्छ होला, कति मन दुख्छ होला। त्यस्तै
तपाईको बाबुआमालाई पनि। नम्बर 5 मा भन्न चाहन्छु है, सो एप्रिसिएसन रेगुलरली है। तपाईले आफ्नो बाउलाई है, तपाईले साँच्ची नै आफ्नो तपाईको बाउलाई चाहिँ तपाईले थ्याङ्क यू भन्नुहोस् न, धन्यवादी हुनुहोस् न तपाई। अनि तपाईले आफ्नो बाउलाई धन्यवादी, अनि के ओकेजनहरु हुँदा तपाईले आफ्नो बाउलाई साँच्ची नै तपाईले सानो गिफ्ट लगेर है तपाईको बाउलाई दिनुहोस्। गिफ्ट यत्रो ठुलो चाहिँदैन है, टोकन अफ लभ यत्रो ठुलो गिफ्ट लिएर जानु पर्दैन तपाईको बाउलाई। तपाईको बाउलाई सानो गिफ्ट लिएर जानुहोस् त, तपाईलाई कति साँच्ची नै तपाईलाई कति एप्रिसिएट गर्छ तपाईको बाउले है। साँच्ची नै मेरो छोराछोरीले मलाई कति माया गर्दो रहेछ भनेर है। अनि तपाई बाउको आमाको अगाडि जाँदाखेरि तपाईले सानो भन्दा सानो एउटा है टोकन अफ लभ, एउटा गिफ्टहरु सानो लिएर जानुहोस्। एउटा लुगा लगिदिनुहोस्, एउटा फोन लगिदिनुहोस् आफ्नो बाबुआमालाई, एउटा सानो भन्दा सानो एउटा ब्यागै लगिदिनुहोस् है। आज तपाईको बाबुआमा कति खुसी हुन्छ है। अनि यी कुराहरु चाहिँ एउटा ओकेजनली मात्रै नभएर यी कुराहरु चाहिँ हामीले डे बाइ डे रेगुलर हाम्रो डेली लाइफमा हामीले यी कुराहरु चाहिँ हामीले अपनाउन पर्छ है। अनि तपाईहरुको बाबुआमा सँगै हुनुहुन्छ भने तपाईले साँच्चै नै बाउलाई खाना खानुभयो, आमा खाना खानुभयो, तपाईले सोध्नुहोस् त कति खुसी हुन्छ। तपाईले साँच्चै नै पकाएर दिनु पर्दैन नि है। तपाईले आफ्नो बाबुआमालाई एकदमै तपाईले दिनेबिसी खुवाउनु पर्दैन नि, तपाईँ त्यो शब्दहरु तपाईले निकाल्नुहोस् न, यति खुसी भएर आउँछ तपाईको बुवा आमाहरु है। म तपाईहरुलाई भन्न चाहन्छु साँच्चै नै आजको दिनमा हाम्रो बाबुआमाहरु हाम्रो साथमा हुनुहुन्छ, यो संसारमा हुनुहुन्छ भने उहाँहरूलाई धेरै तपाईले धन्यवादी भन्नुहोस् अनि माया गर्नुहोस् आफ्नो बाबुआमालाई है। वृद्ध अवस्थामा पुगेको बाबुआमालाई तपाईले माया गर्नुहोस् है। अनि म त भन्न चाहन्छु साँच्चै नै आज तपाई अनि मैले चाहिँ आफ्नो बाबुआमालाई एकदमै आफ्नो भगवान भन्दा पनि ठुलो मान्न पर्छ है। एउटा जीवित भगवान भन्न चाहन्छु म त है।